अब त्यो बुहारी आउनुपर्छ र आएर धो गर्नुपर्छ सासूलाई त्यत्रो तिम्रो घुमेर आजूलाई धो गर्नुपर्छ हो त तिमीले मेरै बुहारले गरेनन् भन्छ भए सबैको उयो होला आएर प्रसाद दिने सासूले खाने त्यो त लक्षण राम्रो हुन्छ जेठो ईश्वर माइलो प्रकाश कान्छो दिपक हो दिपकले उहाँ तित्याङबाट बिहार आएर कान्छ्या मर्दाखेरि त्यो किरेमा नि आएन क्या त्यो बुहारी मान्ने मान्छेलाई मान्नु उसले मलाई चिनिरहेछ मलाई बोलाएको थियो क्या दाई घर दाई सालबाट गएको होइन भनी हो 4 वर्ष गयो भने मान्नुले मान्ने हो त उसले मलाई चिनिरहेछ तित्याङ र जग्गा त्यसमा आयो तित्याङ पनि गएकोबाट सालभर साल काब्रा कमी नै आइगयो क्या